हेर्नु त गाइज के छ हजुरहरू सबैजना आरामै हुनुहुन्छ होला होइन। म पनि आरामै छु। आज चाहिँ भट्किन झल्लाएको कि सर र पुरो एक रात जानु पऱ्यो नि त होइन त जानु पऱ्यो। आज त्यही भएर चाहिँ आज चाहिँ यसो पुलतिर डुल्न जाऊँ भनेर। तपाईँहरूलाई धन्यवाद छ 17 सब्सक्राइबर पुऱ्याइदिएकोमा। धन्यवाद छ 17 सब्सक्राइबर। के छ कि उज्जवल दाइ हाई गरिदिउँ न त यसो होइन। दाइ मेरो आइ पनि छ कि नै भन्दै त अघि छ यार मलाई पनि थाहा छ कि दाइ के छ कि हाई गरिदिनु न। भाइको भ्लगमा यार आउनु पनि मानिन्छ नि त भएन यस्तो भ्लगर हो भ्लगर हो नि त के गरिस् भर्खर। क्यामेराको क्वालिटी मिलाऊ पहिला। मिलाएको छु कि सब मिलाएको छु। यसो पुलतिर जाम भनेको के हाम्रो गाउँ हो नि त। गाउँ भने गाउँ हो नि त होइन भाइ चाहिँ गाउँ भने गाउँ हो। भिडियो बनाएर पोस्ट गर्छौ क्या युट्युब च्यानल छ कि स्टोरी लाग्ने यो चाहिँ हाम्रो साथीको घर क्या। हामी चाहिँ स्टोरी लाग्नुपर्छ। यो चाहिँ हाम्रो गद्दी खोला पुलको बोर्डर। बबाल छ कि यो त पुरै भाइरल बनाइदियो नि त अन्तबाट आएर पुरै के यस्तो भाइरल भयो नि। अनि त्यो पुल आउनु त पनि आउनु है फेरि गाइज पुरै मौकामा चौका हान्नु फेरि। मैले आउनु भने फेरि आउनु त्यसो होइन मिलाएर फुर्सद मिलाएर आइजानु। हेर्नु कस्तो दामी छ पुरै हेर्नु कस्तो दामी छ कस्तो दामी छ क्या। तपाईँ एकचोटि आउनु न मात्रै यो क्यामेराले भन्दा पनि तपाईँ यहाँ सनराइज हेर्न मजा आउँछ कि यहाँदेखि बसेर होइन ऊ त्यहाँदेखि उदाउँछ होइन। अनि अस्तान चाहिँ त्यहाँ हो त्यहाँतिर त्यो दामी मानिन्छ कि तपाईँ आउनुपर्छ नि। एकचोटि त घुमेर जानु कि तुलसीपुर आठकटको यहाँ बबाल छ होइन। अब चाहिँ अघि चाहिँ हामी पर नआएको थियौँ भ्लग बनाउने भनेको थिएँ तर बनाएन कि किनकि एउटा पानी छ नि त मोबाइल भिडियो भने त झ्याउँछ किन स्टोरी लगाउनु होइन। स्टोरी झ्याएको ऊ त्यहाँ हो क्या हामी खेला चाहिँ होइन देखिराख्नु भएको छ खोला ऊ त्यहाँ हो। अहिले चाहिँ कोही छैनन् अघि न मान्छे थिए अहिले चाहिँ कोही छैन नि फेरि। यो चाहिँ हाम्रो आमाहरूको खेत हो। यो चाहिँ आमाहरूको खेत हो। यसमा चाहिँ हुन्छ पनि कस्तो दामी भ्यू छ। आहा यतिदेखि झन् कस्तो बवाल मानिन्छ नि। तर यार तर दामी छ कि होइन कस्तो दामी छ। हामी चाहिँ अहिले चाहिँ घरतर्फ लाग्ने हुन्छ। मैले चाहिँ एउटा अफरोडिङ म्याप चाहिँ चुज गरेको छु होइन। यी यतादेखि माथितिर जाने बाटो छ। यतादेखि उताबाट माथिबाट गएर ट्याक्क हाम्रो घर निस्किन्छ होइन। ल सुरु गरौँ होइन त ल चलो इन्जोय गर्नु। तर यार यो ठाउँ चाहिँ लास्ट बवाल छ क्या। अलिकति आवाज अलिक अर्कै आउँछ होला यसको चाहिँ माइन्ड नगर्नु होला। अलिकति मिलाएर सुन्नु होला राम्रोसँग सुन्नु होला है त। आहा कस्तो मस्त होइन। यो चाहिँ अलिकति ट्रेनको समस्या आएर अलिकति ढौ होइन गाइस। हेलो के छ यहाँ के त्यसलाई हेर्नु कि अर्को हाई गरिदियो भाइ के गरे अलिकति भोला मान्छे त म त बाइक आएन यहाँदेखि यहाँदेखि यस्तरी कटाउनु पर्छ कि यार
यहाँ टेन्ट चाहिँ अलिकति कडै छ। किन यस्तो भइरहेको क्या? भइरह्यो नि झन् यार, न त उठाउने हुन्थ्यो नि होइन, न त टक्क हान्ने हुन्थ्यो। यस्तो यहाँदेखि फनक्क होइन, तर यार राम्रो भिडियो आएको छ होला भन्ने माने त राम्रै भिडियो आएरै हुन्छ। केही छैन गाइज, अलिकति राम्रो मोबाइल छैन, अब अर्को आइफोन आयो भने चाहिँ अलि सजिलो हुन सक्छ होइन। केही छैन, ठिकै छ। मैले भिडियो स्टार्ट गरेँ होइन, किनकि धेरै मान्छे अरे पहिलोचोटि हो नि त, त्यो अलिकति बानी पऱ्यो होइन। होइन फेरि बाइक आयो क्या, अब यस्तो त जान्छ हेर। अब एउटा हात छोडेर चलाउनु पऱ्यो। यसरी राखौँ भने आज राम्रोसँग न हल्लिन्छ होइन, के गरौँ 120 वाला भइसक्यो फेरि अझ मजा हुन्थ्यो क्या। 60 वालामा पनि 64 के मजा आन्न क्या, हल्लिन्छ यार पुरै किरकिर आउँछ। झन् रात पर्नु अब यस्तोलाई के रहनु होला होइन, यहाँबाट यस्तो जाने हुन्छ। नि कस्तो राम्रो बस्न आयो। I stay the same. Hey, bhuke kina but man somehow दिन बानी पर्नुपर्छ है यसको लागि चाहिँ। अनि बल्ल म पर्फेक्ट तरिकाले बनाउनु सुरु गर्छु। आमा के हो यस्तो गिट्टी हेरे होला र थपाउनुमा आएन क्या, तपाईँ बिस्तारै थपाउनु के हुन्छ नि, बेजाउँदै गर्छ नि यार गाउँघरले नि, कस्तो छ नि। गाडी आयो गाडी हेलो राजा सबै हेरिदिनु भयो होइन। योभन्दा अगाडिको भ्लग चाहिँ तपाईँले 40 भ्युज पुऱ्याइदिनु भयो, त्यसको लागि थ्याङ्क यू। र 17 सब्सक्राइबर पुऱ्याइदिनु भयो, त्यसको लागि थ्याङ्क यू। यस्तै गरी मलाई सपोर्ट गर्दै जानुहोस्, तपाईँलाई पनि केही खुसीको फल मिल्न सक्छ। ल ओके, थ्याङ्क यू वाचिङ।